हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला। हामी पनि आज एकदमै सन्चै आरामै छौँ होइन। अनि हामी चाहिँ आज केटिएस जान लाग्यो। अनि प्लानिङ केही भएको थिएन ठ्याक्क होइन, डाइरेक्टै हामी हिँडिदिएको। अनि त्यहीबाट अनि हामी केटाहरू टन्नै जान चाहिँ भन चाहिँ म अगाडि त्यसै हिँडेछ नि के भन्नु अनि ल हल्ला हल्ला ल गाइस। अनि अहिले चाहिँ हामी केटिएस पुग्न लागिसकेका छौँ। जुम्लाको भ्यू चाहिँ यहाँबाट यस्तो दामी देखेको छ क्या गाइस होइन। क्यामेराले अब हल्का हिउँ पढ्यो हिमाले तिम्रो हल्का कि ल गाइस। अब चाहिँ हामी केटिएस पुग्न लागिसकेका छौँ। अनि अब हामी पढ्ने हिँड्यौँ। अब एकछिन अब टेस्ट गर्न आएको कि कस्तो रहेछ पढाइ भनेर टङ्क लाएर र हामी फोटोसोटो खिच्नुपर्ने छ बबाल अब होइन। त्यो फर्स्ट टाइम आयो भनौँ न अब होइन। अब जङ्गल घना जङ्गल रहेछ। ल अब निस्किन लाग्यो, पुगिसकेपछि भिड्नुपर्ने हुन्छ। माया सपोर्ट देखेर राख्नु ल, स्टे ट्युन। ल गाइस अहिले चाहिँ हामी केटिएस सबभन्दा माथि टपमा पुगिसकेको छौँ। सबभन्दा ह्यान्डसम आफू अरे केटिएस देख्न सक्नुहुन्छ उता देखिन्न होला। हामी धेरै माथि आइसकेको छौँ। अनि अति ल धेरै गाह्रो भयो होइन। हामीले लन स्टप हिँडिरहेको छौँ, एकछिन पनि रोकेनौँ। बिना प्लानिङकै के पनि लाग्छ नि हिँड्नु, चप्पल लगाएर आएको छौँ केटाहरू पनि। ल दसमोटी जेन देखेन एकताल हाम्रो खाजा यो आज चाउचाउ टक्का लगाएर यहाँबाट भ्यू चाहिँ यस्तो दामी घर सर रहेछ दामी। ल दामी ने टुरिस्टहरू आउनु रहेछ, दामी भ्यू छ कि हेर्नु न। भ्यू हेर्नु भ्यू दामी बब्बा छ। पानी चाहिँ आएको अहिले 24 घन्टा, पानीको टेन्सन छैन। गाउँ पनि घर पनि रहेछ क्या, मैले आँट्यो होला सोचेको थिएँ। दामी छ जोस्। ल अब कहाँ जाने हाम्रो इन्ट चाहिँ छैन, के कस्तो हुन्छ देखाइहालिदिन्छु। केटिएस आउने भन्ने बाटो मात्र भयो। आज हिँड्नु न हिँडेको हिँडे नन स्टप के। ल अब हामी कहाँ एक ठाउँमा पुगेर भेट्छौँ, त्यही नै माया सपोर्ट देखाउनु होला, त्यही भन्न चाहन्छु म। ल सो गाइस अहिले चाहिँ हामी सबैभन्दा माथि आइसकेको छौँ। कहाँ रे लच्छु? चेरे चौरमा आइसकेको छु। देख्न सक्नुहुन्छ उता हस्पिटल होइन कलेज। अनि सो हामी चाहिँ आइसकेको छौँ। यहाँबाट भ्यू चाहिँ बबाल देखिन्छ, तपाईँले म देखाउँदैछु क्लिपमा हेर्नु होला। अनि टक्क दामी बबाल हो न गाइस। म लच्छौँ हामी टन्नैजना छौँ केटाहरू नै यस्तो चौडमा। आजले चाहिँ यहाँ त बब्बाल लास्ट गोलाइसकेको छ। अब हस्पतालमा आएको छौँ। अनि एउटा भिडियो सिडियो बनाउनु पर्ने हुन्छ टक्क लगाएर। ल ल सबभन्दा छिटो लगाएछ। ल धेरैजना आसन गरेँ, त्यही भएर सबभन्दा अगाडि म हिँडिरहेको छु। सो देखिरहेको मजा लिनु होला के कस्तो लाग्छ है। यस्तो गल्ला छ न गाई नन स्टप भिडियोकै चप्पल लगाएर त रडिरहेछ लुटिरहेछ, केही छैन बाल छैन। एक दामी भिडियो बनाउँछौँ, स्टे ट्युन। चाहिँ अब हामी चाहिँ अब घर फर्किन लाग्यो होइन। खाजासाजा खाइसकेको छौँ। अनि खाजासाजा खाएर पनि अब यता आइसकेको छौँ। खाजा खाएको देखो होइन, अब देखाएको जस्तो हुन्छ भनेर खाजा खाएको देखेनौँ। अब हामी यहाँ माथि टपमा आएर चाहिँ अब आगोसागो बालेर के अरे हामी माछा पोल्न लाग्छौँ। माछा पनि अब 1 किलो धेरै त होइन, अब छोड्दै ननिकाल्न अब। अनि गाइस त्यही भएर भ्यू चाहिँ यस्तो बबाल के दामी भ्यू होइन गाइस। भ्यू चाहिँ हेरौँ जस हाम्रो बिना प्लानै थिएन कि। अब यहाँ प्लानै थिएन के भयो भनेर हामी यहाँ आइदिएको। अनि प्लान बनाइले हल्का राम्रो तरिकाले आउँथ्यो जे होस् होइन, राम्रो हुन्थ्यो। अब तरिकै अब उही भन के प्लानै भन पुरै होइन, बिना प्लानको आएको छौँ। यस्तो दामी भ्यू छ कि गाइस होइन, यस्तो दामी हेर्नु न। हेर्नु न माया कसम, यो दिस इज नट स्विजरल्यान्ड, दिस इज नेपाल। ल
ल माछा पुलेर खाएको छौँ होइन गाइज अनि टक्क लगाएर अनि दामी नै हामी तलि आएको छौँ यहाँ टक्क केटाहरू 3 जना अनि म एउटा 4 जना होइन लिएर खानुपर्ने हुन्छ माछा होइन अब एउटा माछा 4 जना छौँ दामी माछा देखिरहेको छैन सो गाइज अहिले चाहिँ म रुममा आइसकेको छु टक्क लगाएर होइन जेहोस् रमाइलो भयो भनौँ न अनि जेहोस् रमाइलो भयो जेहोस् भिडियो त्यति बनाउन पाइनँ किनकि धेरै गल्लाएर हो के कस्तो लाग्यो भिडियो ल्याउने टिप्स धेरै धेरै धन्यवाद।